आज अंडा ग्रेभी बनिँदैछ है। अदुवा लसुन प्याज खोर्सानी टमाटरको ग्रेभी मेरो बुढीले एकदम रेस्टुरेन्टको स्टाइलको रेसिपी बनाउँदैछ है। अब हामी त लोकल बस्तीको मान्छे पहाडमा बस्ने यो चिकनहरू पनि यस्तै स्पेशल छ हाम्रो त। मेरो बुढी हिमा मालिनी उसले बनाउँदैछ। हाई हाई भन्दै त हेर्दै पेट भन्दैछ, शरम लाग्दैछ। परिवार चाहिँ मेरो ठुलो छोरी, यो सेकेन्ड वाला, यो थर्ड वाला, यो चाहिँ फोर्थ वाला रुँदैछ। दुध खान लागि साह्रै दुध खान लाग्यो अरे। हाई भन्दैछ है, हाई भन्दैछ सबैलाई। सबै अहिले चाहिँ हेर न म कस्तो मोटो ग्रेभी छ नि हो साथी हो। आज चाहिँ मजा आउने पर्यो। हिजो चिकन खाएको थिएँ, चिकनको त बनाउन सकेन, आज अन्डा ग्रेभीको बनाइदिने हो। हेर नि टेस्ट भएको छ साथी हो। यसो कहिले काहीँ भेट भयो भने खिलाउँछु म घरमा यसो बनाएर।